सबैलाई नमस्कार। नमस्ते। मेरो नाम एम कला कवर हो। म नेपालबाट आएको, सुनवल 6 विशासबाट। म पहिला धेरै बिरामी नै थिएँ, धेरै नसकेर एकदम बेडमा थिएँ। गीता म्याडम जानुभयो, गीता म्याडमले मलाई यो खाऊ सन्चो हुन्छ भन्नुभयो। उहाँले भनेर अनि मैले खाना थालेँ। खाना मलाई 15 दिनमा अलिक जाँगर लाग्न थाल्यो। यस्तै गर्दा 1 महिना नपुग्दा मैले स्प्रोलिना खाएँ। हजुर अरु पछि तपाई भन्नु म उठाउँछु भन्नु त चियापत्ती हजुर अरु यो हातमा लिइराख्ने कि हातमा गरुङ्गो हुन्न नि अरु भन्नु मोरेङ्गी जुस म उठाइरहेको छु ल यहाँ छ किवी जुस चाहिँ छैन अन्त कोकोजी पनि खानु भयो यो आजी र जिएल आजी जिएल पनि सक्यो बिचरा सतावरी कल्प पनि खानुभयो हजुरले वाउ अरू हेर्नुहोस् त अझै पनि छ कि यो राइस मिल यो ब्राह्मी ओके धेरै सामान लिनुभयो यति सामान मैले खाएर अहिले धेरै ठिक भएको। हजुर कसरी कति दिन खाँदाखेरि फरक महसुस भयो हजुरलाई? मैले फर्स्ट डे खाँदाखेरि मलाई अलि गाह्रो नै भयो। दोस्रो दिन त्यसै 1 हप्ता खाँदाखेरि मलाई टोइलेट लागोलाई गर्यो। त्यसपछि मैले दिदीलाई फोन गरेँ, सञ्जय सरलाई फोन गरेँ, सर मलाई यस्तो भयो, मैले सके छैन। सिकन्दर सरलाई फोन गरेँ, सर मैले सकिराखेको छैन, यस्तो भइराखेछ भने उहाँले भन्नुभयो न यो सबभन्दा राम्रो रिजल्ट हो। यो रिजल्ट निस्केपछि तिम्रो भित्रको सबै निस्किँदै गइराखेछ। यो निस्केपछि तिमी एकदम ठिक हुनेछौ भनेर भन्नुभयो। म त्यस्तै खाँदै गएँ। अहिले खेतीको टाइम थियो, मैले खेतीपाती पनि गरेँ। अनि मैले अहिलेको उसमा मिटिङमा गएर हिजो म भेट्छु सर आउँछु भनेर म अहिले यहाँ पनि आइसकेँ। बहुत राम्रो कुरा सेयरिङ गर्नुभयो। हजुरले कति दिन खाइसकेपछि हजुरको समस्या धेरै राम्रो महसुस भयो? मैले 15 दिनपछि लगभग धेरै मलाई अलि हुन थाल्यो, विशेष हुन थाल्यो। धेरै राम्रो शरीरमा जस्तै जाँगरहरू जस्तै लाग्न थाल्यो। अनि यसैमा मैले बच्चाको लागि पनि भनेर किनेको थिएँ, नानीलाई स्याम्पू अनि बेबी ओइल अनि त्यसपछि यो मसाज ओइल भनेर पनि किनेको थिएँ नानीलाई युज गराउनलाई। यति मैले किनेर मेरो सानो बच्चा छ, त्यो पनि दिनमा 4वटा 5वटा टब्लेट स्प्रोलिना खान्छ। त्यसलाई केही पनि हुँदैन, त्यो सानैबाट खाइराखेको थियो। बिचमा छुटेको थियो, फेरि खान थाल्यो। त्यो अझैसम्म मैले खासै मेडिकलको दबाई खुलाउँदैन, त्यसलाई केही हुँदै हुन्न। भए पनि त्यो दबाई खान खोज्दैन मेडिकलको। मेरो नानी पनि त्यही छ, भर्खरै 4 वर्षको छ। यिनीहरू म युज गर्छु सर, धन्यवाद।